ओके गाइज, बाइकको लाइसेन्स निकाल्नुको लागि चाहिँ म चाहिँ ट्रायल प्र्याक्टिसको लागि चाहिँ महेन्द्रनगर जानुपर्ने छ। म र बहिनीसँगै हामीले प्र्याक्टिस गऱ्यौँ र आज चाहिँ हामी ट्रायल प्र्याक्टिसमा चाहिँ हामी पास हुन्छ हुँदैन, त्यसको लागि तपाईँहरूले भिडियोलाई स्किप नगरी लास्ट भनेर साथ दिनु होला। र तपाईँलाई के लाग्छ, म ट्रायल पास गर्न सक्छु सक्दैन तपाईँहरूले कमेन्ट गर्नुहोस् है त। ओके गाइज, गुड मर्निङ, शुभ प्रभात है। र म अहिले भात खाँदैछु है। अनि आज फेरि म बजार जानुपर्ने भयो होइन। किन त भन्दाखेरि म तपाईँहरूलाई बजार पुगिसकेपछि थाहा हुन्छ, तपाईँहरूलाई म भन्छु। हिजो भर्खर आएको थिएँ नि त म बजारबाट होइन, बेलुका बिहान पुगेँ अनि फेरि म बजार जानुपर्ने भयो। र अहिले चाहिँ म खाना खाँदैछु। यहाँ मुलाको सब्जी छ, भात, दही अनि यहाँ दाल छ है। अनि खाना खाएर म एकछिनमा निस्किन्छु। र तिमीलाई एउटा क्वेसन छ है, पानीमा जति उमाल्यो त्यति जम्छ, के हो? आइस होइन, गलत 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 गलत। ल गाइस, कसलाई आउँछ यो एन्सर, यसको एन्सरको के अरे क्वेसनको एन्सर दिनुहोस् ल कमेन्टमा है त। म चाहिँ अहिले महेन्द्रनगर पुगेँ है। अब यहाँ पुगिसके पछाडि चाहिँ म चाहिँ एउटा एकचोटि ट्रायल सेन्टर जानेवाला छु है। त्यसको लागि चाहिँ म खासमा आएको हो। ओके गाइज, म चाहिँ आज स्प्लेन्डर गाडीमा छु है। म यसमा ट्रायल दिन्छु होइन। अनि यस गियर चाहिँ म कन्फ्युज भइरहेको छु होइन। अनि अब अगाडि पछाडि छ नि त यसको, यसलाई चाहिँ यसमा चाहिँ कन्फ्युज भइरहेको छु। म आज चाहिँ यसमा म प्र्याक्टिस गर्नेछु। अनि यो चाहिँ अब सकिन्छ सकिँदैन। अनि म एकछिन ट्रायल सेन्टर पनि जानेछु। अनि लाइक 200 रुपियाँ भाडा छ त्यहाँको होइन। अनि त्यसमा चाहिँ अब कस्तो हुन्छ म एकछिन ट्राई गर्नेछु। अनि त्यस पछाडि आज म दिनभरि चलाउँछु होइन। अनि त्यही भएर चाहिँ आज चाहिँ अब यसो पेट्रोल पनि छैन, पेट्रोल पनि हाल्नुपर्ने छ है। म चाहिँ अब रेडी भइसकेको छु, देख्न सक्नुहुन्छ। लगाइदिए हेर्नुहोस् सर, प्र्याक्टिस गर्नेहरू मान्छे कति धेरै हो क्या। बल्ल बल्ल पालो आइरहेको छ, गाडी पर्ला जस्तो छ। ठिक छ दाम बिस्तारै घुमा, हुन्ला छ पास भयो त। लगाइज, हामीले चाहिँ खाजा खाएर होइन। अब यहाँ देख्न सक्नुहुन्छ यो ट्रायल सेन्टर, यो चाहिँ यहाँ चाहिँ हामीले प्र्याक्टिस गर्नेछौँ है। त्यस पछाडि पछि हाम्रो ट्रायल रहेको छ। अब यहाँ कस्तो हुन्छ, घन्टाको सायद 200 रुपियाँ लिन्छ है। त्यही भएर अब एकछिन हामी यहाँ प्र्याक्टिस गर्छौँ है त। हल्का अब बिजुली हल्का यता लिनु पऱ्यो, हल्का काट्नु पऱ्यो त, यस्तो टर्निङमा सजिलो हुन्छ कि। हो, धेरै उता हल्का साइड लिक्सेला कि त्यो ठोक्किने डर हुन्छ। ठोक्किदिए त साइड लिनु त्यो भएन, समस्या हुन्छ। फेल भयो होइन। हल्का उता साइड लिने हो कि, हल्का साइड लिने फरक पर्छ। यो पहिलो बोलिरहेको छ त्यो अब त्यो रोक्ने ए रोकिहाल्ने है। रोक्ने रेड पनि रोक्ने। खुट्टा दुईटा एउटा उहाँको चाहिँ दुईटा हुन्छ, हजुरको चाहिँ एउटै होला सर। ए स्कुटीको दुईटा हुन्छ, दुईटा लिएर। मम्मीले सही फलो गरेन। अब गइसक्यो नि दादामा दिजु, ब्रेकर काट्न दिनु उहाँले होइन। ब्रेकर काट्नु भयो नि, अब साइलेन्ट दिनु पऱ्यो उहाँले। साइलेन्ट दियो, अब बन्द गरिदिने। यो साइलेन्ट यस्तै खुल्लै राखेन, फेल भइहाल्यो। बन्द गरे पास। टर्निङ ब्रेकर दिने बित्तिकै, टर्निङ काट्ने बित्तिकै साइलेन्ट बन्द गरिदिने हो कि दादा। किनकि यो ठ्याक्क हामी यो ब्रेकर काट्यौँ नि, हाम्रो इन्डिकेटर के छ नि, हामी कुन साइड जाने हो, लेफ्ट साइड जाने हो नि। लेफ्ट साइडको टर्निङ, फर्स्ट टर्निङ काट्ने बित्तिकै
पास तो गाइस आज चाहिँ काम त हो गया भाइ आज चाहिँ अब जस इजी छ है त्यस्तो गाह्रो चाहिँ छैन तर अब पर्सि लिखित के अरे सरी पर्सिको ट्रायलमा चाहिँ रियल ट्रायलमा चाहिँ कस्तो हुन्छ त्यो चाहिँ पर्सि भएर भ्लगमा अपडेट गर्नेछु आज चाहिँ जस्ट ठिकै भयो र 1 घन्टासम्म प्र्याक्टिस गऱ्यौँ उसले पनि बहिनीले पनि पास गरायो मैले पनि पास गराएँ यहाँ चाहिँ होइन अब तपाईँले भिडियो हेरिहाल्नु भयो अब त्यही हो घर निस्किनु पर्ने हुन्छ भोलि अलिकति काम छ पर्सि चाहिँ फेरि त्यसको लागि आउनुपर्ने छ अहिलेको लागि बाई